गाइस तपाईले हेर्न सक्नुहुन्छ हाम्रो ट्रेडिसनल पारामा चाहिँ यस्तो प्रकारको यो हाम्रो ओखली भनिन्छ, जुन चाहिँ र ओखली र यो मुस्ली भनिन्छ। र यसरी हाम्रो उहिले बाउबाजेहरूले यसरी नै पिठो कुटेर चाहिँ तपाईको सेलरोटी बनाउने, धान कुट्ने, चामल बनाउने इत्यादि इत्यादि कुराहरुमा यो हाम्रो ट्रेडिसनल ह्यान्डमेड यो काठको भनौं न रुखको मसिनै हो। यो मसिनलाई सञ्चालन चाहिँ इन पर्सन भएर गर्नुपर्ने, मतलब स्वयं आफैले यो मुस्ली प्रयोग गरेर यो ओखली मसिनमा कुनै पनि कुरालाई हामीले अब जस्तै सेलरोटी पकाउनको लागि पिठो कुट्न सकिने त्यो साधन हो। धान छ भने अब उहिलेको जमानामा त खेत हुन्थ्यो, खेतहरुमा धानहरु थुप्रो हुन्थ्यो र धान कुटेर चामल बनाउन सक्ने साधन। साथै अब मकैहरु भुटेको मकै सातु बनाउन सकिने थुप्रै यस्तै अन्य कुराहरुमा प्रयोग हुने यो साधनलाई चाहिँ ओखली मुस्ली हाम्रो समाजमा एकदमै ट्रेडिसनल हो, जुन चाहिँ अब लगभग लुप्तै छ, हाम्रो समाजमा लुप्त नै भइसकेको छ।